डराउँदैन यो नेपाली जय महाकाली आयो गोर्खाली हात हातमा राखो बानी फैलिन्छ यो नेपाली जय महाकाली आयो गोर्खाली सोचेछु यसपालि डराउँदैन यो नेपाली जय महाकाली आयो गोर्खाली हात हातमा राखो बानी फैलिन्छ यो नेपाली मुटुभरि आँट मेरो रातो रगत उमाली दाजुभाइ साथ मेरो यो पटक चाहिँ उचाली ल्याउँछु शिर थापेर नेपालमा पुकारी नबस्नु है रङ्गाउँछु तिमीलाई शृङ्गारी यो पालि चाहिँ घर घरमा हाँसो खुसी पुग्नेछ हरियो वनको गाछ मेरो जस्तो आए नि चुक्नेछ नफुलोस् यो सास मेरो चितुवा चाहिँ कुद्नेछ बिरुवा चाहिँ फुल्नेछ यो बसन्तको पालुवा यो पालोमा कालटिका महाकालीको आशीर्वाद पारसमणि चम्किनेछ देउ केवल हातमा हात नेपालमा जनता र हामी सबैको आत्मसाथ देखेर गोर्खाली दुश्मनलाई पर्नेछ हृदयघात पुग्नेछौँ शिखरमा जुक्ति हाली सबलाई दिँदै मात 9-2 मिलेर विदेशी माटो चिरेर भिरेर काँधमा माया आउनेछ सान लिएर ज्यान दिएर बिग्नेछ यसपालि क्रान्ति हेर नमस्कार आदरणीय दर्शकबिन आज हामी काठमाडौँका फुपू मेयर बालेन्द्र शाहज्यू प्रधानमन्त्री हुँदै गर्दा उहाँको पुर्ख्यौली भूमि महोत्तरीको विभिन्न जानकारी दिने क्रममा यो अन्तिम भागमा उहाँको पुर्ख्यौली घर देखाउन यात्रालाई अगाडि बढाइरहेका छौँ। दर्शकबिन यस अन्तिम भागलाई निकै समयको अन्तरालमा निकै समयको ग्यापमा ल्याउनुको कारण हालसालै भाद्रमा सकिएको जेन्जी आन्दोलनमा सुटिङको क्रममा स्थानमा ग्यास पड्केर मेरो आदि भाग टाउको र हातहरू जलेका कारण त्यो निको हुनको लागि पनि निकै समय लागेको थियो। मेरो आदि शरीर आदि मुख र आदि हात जल्नुका साथै निकै ठुलो स्वास्थ्य समस्या देखेको कारण भिडियो बनाउन सकिरहेको थिएन। तर अहिले यो भिडियो तपाईँ सामु ल्याउँदै गरेको छु। साथै आउँदो समयमा भिडियोहरू निरन्तरता दिने जानेछौँ। अहिले हेर्दै हुनुहुन्छ यो महोत्तरी जिल्ला जहाँ बालेन्द्र शाहज्यूको पुर्ख्यौली भूमि एवं घर रहेको छ। त्यस यात्राको लागि हाम्रो यात्रा अगाडि बढाइरहँदा दायाँ बायाँका दृश्यहरू हेरिरहनु भएको छ। यसरी दर्शकबिन हामी 2082 फागुन 21 गतेको चुनावपछि जनताको बहुमतद्वारा फुपू मेयर बालेन्द्र शाहज्यू प्रधानमन्त्री हुँदै जाँदा मेयर हुँदा सारा पार्टीहरू एकजुट भएर लडेका थिए। तैपनि उसको इमान्दारिता र उसको दृढताले उसलाई हराउन सकेन र त्यसैले पनि सारा युवा र पार्टीबाट रुष्ट हरेक जनताको साथ पाउँदै गएका थिए। परिणामस्वरूप आज बालेन्द्र शाहज्यू सम्मिलित रासपाले बहुमत प्राप्त गरेर प्रधानमन्त्री नियुक्ति हुँदै छन् र यो नियुक्ति मात्र नियुक्ति कुरा रहेन मित्रहरू। देशमा उम्लिरहेको भ्रष्टाचारलाई बालेन्द्र शाहले पक्कै पनि तह लाउनेछन् भने अटुट विश्वासको प्रतिफल बहुमतको उपहार रहेको छ। र यसरी बालेन्द्र शाहज्यूको कुरा गर्दै जाँदा बाटोका दृश्यहरू हेरिँदै जाँदा हामी उहाँका बुबाबाट पनि एक दानाबारे पनि केही जानकारी लिनेछौँ। हेर्दै गर्नुहोला। धन्यवाद। दर्शकबिन अहिले यो जुन भित्री दृश्य हेरिरहनु भएको छ यहाँनिर बालेन्द्र शाहज्यूको बुबाले आवजाव गर्दाखेरि बास बस्नको लागि 2-4वटा कोठा पनि लिइराखेको बुझिएको छ भनेदेखि अब हामी यस एक दाना एवं यहाँका अन्य सम्बन्धित विषयमा बालेन्द्र शाहज्यूका बुबासँग सोधपुछ गरेर बुझ्ने कोसिस गर्नेछौँ। ल बुबा, हजुरको शुभ नाम भन्नुहोस् त बुबा।
डाक्टर रामनारायण शाह ए अनि यो आफ्नो ठाउँ छ नि यो महोत्तरी अनि एक दारा भन्ने छ नि त्यो नाम किन रहन गएको के थाहा छ होला हजुरलाई भनाइ छ कि रामको बिहा भएको थियो नि हजुर उस बेला बारातीहरू आएको थियो वो एक ठाउँ आश्रय वहाँ लिनुभएको थियो ए इसलिए एक डाँडा पऱ्यो ए हजुर हजुर ल हजुरलाई थाहा रहेछ यो चाहिँ आमालाई चाहिँ थाहा रहेनछ यो कुरा हजुरै भन्नुभएको छैन उहाँलाई कहिले यस्तो थाहा छैन भन्दै थियो मैले त्यहाँ एकजना इन्सपेक्टर साहब हुनुहुन्थ्यो महोत्तरीको अनि उहाँलाई सोधेको यो ठाउँ चाहिँ एक दाना किन रहन गएको उहाँले पनि यस्तै भन्नुभएको थियो यस्तै ए हजुरलाई त्यहाँ हो रहेछ अनि अरू त्यहाँ एक दानाको बारेको बारेमा के अरू के थाहा छ कि हजुरलाई सामान्य कुरा हो ए तर दर्शकबिन हामीले यहाँका युवा पुस्तासँग यस ठाउँको बारेमा सोधपुछ गर्दा यहाँका युवा पुस्तालाई यस्ता ऐतिहासिक सामान्य कुराको ज्ञान पनि नरहेको बुझिएको छ र पर्यटकीय विकासको लागि पनि नयाँ पुस्ताले यहाँ राम सीता बास बसेको ठाउँको संरक्षण गरी प्रचार प्रसार गरेर यस गाउँको आय वृद्धिमा थप पाइला चाल्न सक्ने देखिन्छ हस् धन्यवाद हस् दर्शकबिन बालेन्द्र शाहज्यूका हजुरबुबा मुनिलाल शाहज्यू त्यस बखतका गाउँका जमिनदार थिए भने समाजसेवी पनि रहेको बुझिन्छ र बालेन्द्र शाहज्यूका हजुरआमा भुवनेश्वरी देवी शाहज्यूले आफ्नो भाकल पुरा भइसकेपछि गाउँलेहरूको हितको लागि यहाँ एउटा त्यस बेलाको ठुलो मन्दिर पनि बनाइएको थियो यस बारेमा पनि हामी बालेन्द्र शाहज्यूका बुबा डाक्टर रामनारायण शाहज्यूसँग पनि हामी केही सोधपुछ गरेर बुझ्नेछौँ हेर्दै गर्नुहोला साथै त्यो मन्दिर त्यस बखत ठुलै मन्दिर हुनुका साथै विधिवत पूजा अर्चना गरी एउटा पुजारीको पनि व्यवस्था गरिएको बुझिएको छ भनेदेखि अगाडिका दृश्यहरू हेर्दै गर्नुहोला साथै यदि हाम्रो प्रयासलाई सराहना गर्नुभएको छ भने यस युट्युब च्यानल नलेज हरिश त्रिपलाई सब्सक्राइब गरेर भिडियोहरूलाई लाइक सेयर गरेर हामीलाई हौसला प्रदान गर्नुहुन विनम्र अनुरोध गर्दछौँ धन्यवाद दर्शकबिन बालेन्द्र शाहज्यू काठमाडौँका मेयर हुनुभन्दा केही वर्ष अगाडिसम्म पनि उहाँहरूको यहाँ आवत जावत भइरहने गरेको यहाँका स्थानीय बासिन्दाहरूले बताएका छन् र यहाँनिर कोठा चाहिँ राखिएको छ यहाँ आउँदाखेरि बास बस्नुको लागि यो हेरिरहनु भएको छ भित्री दृश्यहरू र अन्य जानकारीहरूका साथ हामी यहाँका वरपरका दृश्यहरू पनि देखाउँदै जानेछौँ हेर्दै गर्नुहोला धन्यवाद दर्शकबिन एउटा गीत सुन्नुभएकै होला गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ हो दर्शकबिन अब यस्तो ऐतिहासिक धरोहर बोकेको जहाँ रामले सीतालाई स्वयंवर गरेर जानकी धामबाट ल्याइसकेपछि विवाहको रीतिरिवाज हरेक संस्कारको संस्कृतिको हरेक रीतिरिवाजको कार्यबाट थकानका कारण एक रात यही ठाउँमा बास बसेका थिए राम भगवान भनेपछि यस ठाउँको नाम मैथिली भाषामा एक दाना राखेको थियो जसको अर्थ नेपालीमा एक रातको बास भनेर बुझिन्छ दर्शकबिन यस मन्दिरका बारेमा पनि बालेन्द्र शाहका बुबा डाक्टर रामनारायण शाहज्यूसँग पनि हामी केही जाने बुझ्ने कोसिस गर्नेछौँ हेर्दै गर्नुहोला अनि यो मन्दिर चाहिँ बनाउनु भएको छ नि त्यहाँ आफ्नो घर अगाडि महादेवको महादेवको मन्दिर भन्नुभएको थियो अरे होइन हजुरले नै बनाउनु भयो यो हाम्रो आमाले ए आमाले हजुर ल
अब आउँदो समयमा यहाँका युवा पुस्ताले यस ठाउँलाई धार्मिक एवं पर्यटकीय दृष्टिकोणले विकास गर्दै आफ्नो ठाउँ आफै बनाऊ भन्ने नारालाई साक्षात रूप दिनु नै हुनेछ भन्ने विश्वासका साथ हामी सबै नेपालीको तर्फबाट बालेन्द्र शाहज्यूलाई हार्दिक शुभकामना व्यक्त गर्दै आजको महोत्तरीको अन्तिम यात्रा यस महोत्तरीको विभिन्न दृश्यावलोकन रहेको यस महोत्तरीको संस्कृति पर्यटकीय धार्मिक सम्बन्धी अन्तिम यात्रा यस भाग 22लाई यही टुङ्ग्याउने अनुमति चाहन्छु। साथै यसका अगाडिका भागहरू यही युट्युब च्यानलमा राखेको जानकारी गराउँदै यदि हाम्रो प्रयासलाई मन पराउनु भएको छ भने यस युट्युब च्यानल नलेज हरिश ट्रिपलाई सब्सक्राइब गरेर यसका भिडियोहरूलाई लाइक सेयर गरेर हामीलाई थप हौसला प्रदान गर्नुहुन हार्दिक अनुरोध गर्दै सबैलाई धन्यवाद। सबैमा नमन। जय देश जय नेपाल।